हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो गाइज आज म तपाईलाई वान डे पोर्टफोलियोको चेन्ज देखाउँदैछु। त्यसको लागि मैले हजुरहरूलाई यहाँ लिएर आएको छु म्युचुअल फन्ड पोर्टफोलियो एनालाइसिस सेक्सनमा, जहाँ ओभरभ्यू भनेर देख्नु भएको छ यहाँनिर ओभरभ्यू। अनि हामी रहेका छौँ एसेट स्प्लिट बाइ सेक्सनमा, जहाँ चाहिँ इक्विटीमा 94.41% को एलोकेसन रहेको छ। त्यसै गरी डेब्टमा 5.59% को एलोकेसन रहेको छ। बाँकी मार्केट क्याप वाइज स्प्लिटको कुरा गरौँ त देख्न सक्नुहुन्छ लार्ज क्यापमा 63.89% को एलोकेसन रहेको छ, मिड क्यापमा 26.63% को एलोकेसन रहेको छ, अनि त्यसै गरी स्मल क्यापमा 9.48% को एलोकेसन रहेको छ। बाँकी सेक्टरल एलोकेसनको कुरा गरौँ त देख्न सक्नुहुन्छ फाइनान्शियल टपमा रहेको छ, फलोड बाइ कन्ज्युमर डिस्क्रेसनरी, टेक्नोलोजी, मेटेरियल्स, इन्डस्ट्रियल्स अनि अरूमा 13.06% को एलोकेसन रहेको छ। राम्रो नै एलोकेसन रहेको छ अरूमा पनि। स्टक कन्सन्ट्रेसनको कुरा गरौँ त देख्न सक्नुहुन्छ यहाँनिर महिन्द्रा एन्ड महिन्द्रा टपमा रहेको छ, भारती एयरटेल सेकेन्डमा, हिन्डल्को इन्डस्ट्री थर्डमा, मारुति सुजुकी इन्डिया फोर्थमा, बिएसई फिफ्थमा। भन्न खोजेको हिजो चाहिँ यहाँ आइचर मोटरको फिफ्थमा थियो, आज चाहिँ चेन्ज भएर बिएसई अगाडि बढेको छ। टप टु बटमको लिस्ट जुन पनि कम्पनीको जे जति पनि एलोकेसन छ टप टु बटममा अहिले हजुर देख्न सक्नुहुन्छ। यो एएमसी फन्ड म्यानेजरले डिसाइड गर्छन् कि कहिले कुन कम्पनीमा अप स्किल गर्ने हो या डाउन स्किल गर्ने हो, किनकि उनीहरूलाई मार्केटको एकदम राम्रो नलेज हुन्छ। अनि एक्टिभ भर्सेस पेसिभ स्प्लिटको कुरा गरौँ त देख्न सक्नुहुन्छ यहाँनिर एक्टिभ फन्डमा 39.60% को एलोकेसन रहेको छ। त्यसै गरी पेसिभ फन्डमा 60.40% को एलोकेसन रहेको छ। मैले खास गरी 60-40 रेसियोमा इन्भेस्टमेन्ट गर्ने कोसिस गर्छु, तर मार्केटले तलमाथि अलिकति फरक पार्न सक्छ। अनि जति पनि अमाउन्ट छ हेर्न सक्नुहुन्छ एक्टिभ भर्सेस पेसिभ स्प्लिटको, जुन भिडियोमा देख्न सक्नुहुन्छ। अनि गाइज भिडियोमा अगाडि बढ्नुभन्दा पहिला भिडियोलाई प्लिज लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म डेली पोर्टफोलियोको चेन्ज जे जति पनि हुन्छ त्यो हजुरलाई देखाइरहन्छु, बाँकी आफ्नो बारेमा बताउँछु। म 32 इयर्स ओल्ड, पेसाले ड्राइभर हो। मेरो अर्निङ सोर्स भनेको जब हो। मेरो पैसा मन्थली बेसमा जबबाट आउँछ। अनि इन्भेस्टमेन्ट जर्नीको कुरा गरौँ त 27 जुन 2022 बाट इन्भेस्टमेन्ट गर्न सुरु गरेको हो। अहिलेसम्म लगभग 4 इयर्स कम्प्लिट भइसकेको छ। अनि वान डे चेन्जको कुरा गरौँ त देख्न सक्नुहुन्छ हिजो मार्केट पोजिटिभ रह्यो। रिटर्न 13,136 रुपिजको पोजिटिभ रहेको छ, जुन 1.48% हुन आउँछ। अनि होल्डिङको कुरा गरौँ त देख्न सक्नुहुन्छ 9 लाखको पोर्टफोलियो भइसकेको छ। बाँकी टोटल रिटर्नको कुरा गरौँ त देख्न सक्नुहुन्छ 30,470 रुपिजको पोजिटिभ देखेको छ, जुन 3.5% हो। योभन्दा राम्रो त ब्याङ्कमा राखेको भए एफडीले पनि 5-6% दिन्थ्यो होला, तर पनि केही छैन। हामी मार्केटमा रहेपछि यो थाहा हुन्छ कि कति माइनस जान्छ र कति फाइदा पनि हुन्छ भन्ने कुरा म डेली अपडेट देखाउने छु। इन्भेस्टमेन्टको कुरा गरौँ त 8,70,000 मेरो इन्भेस्टमेन्ट भएको छ। XIRR को कुरा गरौँ त 7.53% को रहेको छ, जुन चाहिँ हिजो भन्दा राम्रो भएको छ। बाँकी मैले कुन कुन फन्डमा इन्भेस्टमेन्ट गर्छु भनेर यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर मैले मार्क गरेर देखाउँदैछु। जम्मा दुईवटा फन्डमा मैले इन्भेस्टमेन्ट गर्छु। एउटा हो निप्पोन इन्डिया निफ्टी 500 मोमेन्टम 50, जुन चाहिँ पेसिभ फन्ड हो। अनि त्यसै गरी पराग परिक फ्लेक्सी क्याप फन्ड, जुन चाहिँ एक्टिभ फन्ड हो, जसमा चाहिँ मेरो आज यहाँ देख्न सक्नुहुन्छ यो XIRR भनेर। XIRR एकदम राम्रो भएको छ। 500 मोमेन्टम 50 मा चाहिँ 41.36% को XIRR रहेको छ भने पराग परिक फ्लेक्सी क्यापको चाहिँ 9.443% को XIRR रहेको छ। अनि त्यसै गरी करेन्ट इन्भेस्टमेन्ट यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले। हजुर आफै भिडियोलाई पाउज गरेर हेर्नु होला। यहाँनिर कति इन्भेस्टमेन्ट भएको छ। जुन चाहिँ ब्ल्याकमा छ त्यो चाहिँ इन्भेस्टमेन्ट हो, जुन चाहिँ ग्रिनमा छ त्यो चाहिँ मेरो आजको डेटको मार्केट प्राइस हो। अनि त्यसै गरी रिटर्न पनि यहाँनिर देख्न सक्नुहुन्छ कति पर्सेन्टको रिटर्न आएको छ भन्ने कुरा। अहिले भर्खर मार्केट अस्तिको इरान अमेरिका अनि इजरायलको कन्फ्लिक्ट अलिकति शान्त भएको कारणले बिस्तारै मार्केटले अपतिर जाँदैछ, तर अझै राम्रोसँग वार्ता त भइसकेको छैन। मार्केटले अझै पोजिटिभ देखाउन बाँकी छ। साथीहरू यसरी भिडियो हेर्दै जानुहोस्, म तपाईँलाई कतिको प्रफिट बन्छ यहाँबाट भन्ने कुरा देखाउने छु। आजको भिडियो यही थियो साथीहरू। मार्केट तलमाथि जता गए पनि मेरो टार्गेट भनेको 1 करोड जबसम्म पुग्दैन तबसम्म मेरो म्युचुअल फन्ड पोर्टफोलियोको एनालाइसिस भिडियो लिएर आउनेछु। यसै गरी नै भिडियो बनाएर हजुरहरूलाई हौसला पनि बढाउने कोसिस गर्नेछु। मलाई हेरेर लगानी सुरु गर्नुहोस्। अरू त के भन्न सक्छु मैले, के गर्ने के नगर्ने हजुरको हातमा छ। सो आजको भिडियोमा यो नै थियो। गाइज होप यु लाइक दिस भिडियो। यस्तै भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, आफ्नो फ्रेन्ड्सलाई पनि सेयर गरिदिनु होला। नेक्स्ट भिडियोमा भेटौँला, तबसम्मको लागि गुड बाई, टेक केयर, थ्याङ्क यू सो मच फर वाचिङ, स्टे ट्युन, थ्याङ्क यू।